ओके साथीभाइहरू फाइनल्ली ड्रोन शट मस्तसँगले खिचिसक्यो तपाईलाई देखाउने कोसिस गरेका छौं टक्क सिद्धि डाँडा पोखरी। सो गाइज हैन के कस्तो लाग्छ यसो कमेन्ट गर्नु होला। अहिले चाहिँ म प्याक गर्दै छु हाम्रो ड्रोनलाई एकदम सुरक्षित तरिकाले यसलाई चाहिँ प्याकिङ गर्नुपर्ने हुन्छ फाइनल्ली हैन। अनि अब हाम्रो फेरि अफरोडिङ ब्लग हामी उतै जान्छौं है जान्छौं कता जान्छौं हामीलाई नै थाहा छैन भनेर भन्दिन्न। आज धेरै ठाउँको ब्लगहरू आउनेवाला छ। मैले अहिले भनि हजुरहरूलाई भिडियो हेर्न त्यति मजा नआउला हेर्दै जाँदाखेरि हैन कहाँ पुग्छौं भिडियो आउँदै गर्छ हैन अनि पो मजा हुन्छ त हैन साथीभाइहरू। सो ड्रोन प्याक गर्दैछु म। साथीहरू हामीले यो सिद्धि डाँडा पोखरीको ड्रोन शट हजुरहरूलाई देखाउने कोसिस गर्यौं तपाईलाई के कस्तो लाग्यो। सो हामी अझै उतै जाँदै छौं। आज हामी माथि गढीबाट फर्किनेवाला छौं हाङदेवा हुँदै माथि फुरुम्बो गोल्फे स्कुलबाट हामी ब्याग रिटर्न हुन्छौं। आम्मामा ड्रोन शट गाउँको ल्याइदिनु पर्यो हजुरहरूलाई देखाउनु पर्यो। तपाईहरू कता हुनुहुन्छ विदेश हुनुहुन्छ होला भनेर तपाईहरूको लागि भनेर म कुनै है स्पेशल ठाउँ स्पेशल गाउँहरूको ड्रोन शट देखाउनेवाला छु। मलाई कमेन्ट गर्न सक्नुहुनेछ तपाईको गाउँ कहाँ हो तपाईको घर कहाँ हो। गाइस तपाईहरूले अथोराइज दिनुभयो भने म हजुरहरूको गाउँ ट्याक्कसँगले खिचेर हाम्रो युट्युब च्यानल पदम एस लिम्बू ब्लग्समा पोस्ट गर्नेछौँ। त्यहाँनिर गएर हेर्नु होला अनि हामीलाई सब्स्क्राइब पनि गर्नु होला। विभिन्न गाउँहरूको ब्लगहरू हामीले ल्याइराखेका छौँ है। जस्तो छ त्यस्तै हामी पोस्ट गर्छौँ साथीभाइहरू। धेरै त्यो फिल्टरहरू युज गर्दैनौँ हामी अर्ग्यानिक हुनुपर्छ भिडियोहरू है। गाउँघर के भइरहेछ कतिको विकास भइरहेछ हैन हेर्नु पर्यो नि त हो साथीभाइहरू। सिद्धि डाँडा पुग्यौँ हामी यो यहाँनिर सिद्धि डाँडा स्कुल भन्छ या के भन्छ त्यो त मलाई थाहा भएन तर यहाँनिर स्कुल छ एउटा साथीभाइहरू। सधैँ यहाँ हिँडेर आउँदाखेरि गाँड गुलेती हुन्थ्यो यार यति गाह्रो पर्थ्यो। मुर्गी चेप्टिन्छ र भरै खाइन्छ है तेन्जिङ। ओके साथीहरू फाइनल्ली गाइज यो चाहिँ फाइनल्ली हिरेवा पहिरो है। यो माथिको भेग हो। यो चाहिँ सिद्धि डाँडादेखि पर टाकुरे पुग्ने बेलामा है। यो चाहिँ टाकुरे अलिक पर हो साथीहरू। यो चाहिँ कहिले नरोकिने यो पहिरो हो क्या। यो किन यो कहिले रोकिएन यो पहिरो साथीहरू। मेरो गाउँ जाँदाखेरि तल म कहिलेकाहीँ यो गाइज हिरेवा पहिरोमा म पुगिसकेको छु भन्छु नि म। हो त्यही हो यो बाटो त भिडियोमा त धेरै राम्रो छ होला तर यहाँनिर कुदाउँदा त छेउ र भित्ता हो नि गाइज है। ल अलिक परतिर ल दिदी हैन यो बिजुलीको तार हो कि के हो यो बिजुलीको तार हो। फेद छ त अनि यहाँ त अनि करेन्ट लाग्छ त यस्तोमा त करेन्ट लाग्छ त। यो भर्खर जोड्दै गरेको होला पोल यहाँ छ नि त। हैन यो सर्भिस यो बिजुलीको तार यो कालो हो एउटा यो अनि अर्को चाहिँ किन यसो गरेको त्यहाँ करेन्ट आयो भने त यो त रिस्क हुन्छ नि। करेन्ट छैन होला हो कोनी है यस्तो लापरवाही चाहिँ गर्नु हुँदैन। यो के हो हामीले बुझौँ न यसो करेन्ट नै हो भने चाहिँ यो एकदम डेन्जर हो। साथीहरू फाइनली गोल्फे स्कुल निस्किने गरी हामी जानु पर्ला भनेको तर हामी गडी निस्किनको लागि हामी हिँडेको तर यो गडी त होइन यो कहाँ पुर्याउला यो तेन्जिङले यो माथिको बाटो हो भन्यो। यसले कहाँ लान्छ तिमी तल गयौ कि माथि गयौ यस्तो यो बुङकुलुङे साथीभाइहरू यो बुङकुलुङ यस्तो कुद्दैछौँ हामी बुङकुलुङको यो सानो बाटो साथीभाइहरू। बुङकुलुङको साथीभाइहरूले यसो कमेन्ट गर्नु पर्यो नि त हो प्यारो पदम भ्लगलाई है। तपाईहरूको गाउँ ठाउँ तपाईहरूको विभिन्न ठाउँको भ्लगहरू ल्याउने कोसिस गरिरहेछ पदम भ्लगले। यस्तो डेन्जर बाटो कुदाएर भर्खर मात्र सकअप अनि चेन स्पोकेट फेर्दा मेरो 18-19 गाँड गुलेती भएको छ साथीभाइहरू। फेरि यस्तै बाटो कुदाउन मन लाग्छ मलाई चाहिँ साथीहरू। व्हाट इज दिस वे यार क्या रे ये ऐसा भी होता है साथी भाइहरू ये क्या है यार मुझे। हाँ हामी गडी पुग्यो
अब गडी डाँडा बजार साथीभाइहरू गडी डाँडाको अब ड्रोन आउँछ साथीभाइहरू गडी डाँडाको पनि ड्रोन सट आउनेवाला छ साथीभाइहरू कहाँबाट हेर्दै हुनुहुन्छ साथीभाइहरू गडी डाँडाको साथीभाइहरू गाइज फलो सब्सक्राइब सब गर्नु पर्यो है यहाँ खाजा पनि त खानु होला नि अहिले ल अनि अहिले खाजा खाने यहाँ है चट्टसँगले ल अगाडि चाहिँ यहाँ मुनिको बजार छ एउटा यहाँ मुनितिर पुरानो बजार यहाँ सो अहिले चाहिँ यता माथि रोड निकालेर माथिबाट मात्र हिँडिन्छ ऊ तल डाँडामा चौरी छ नि यहाँनिर ल डाँडा त यहाँ पो छ त के टेन्सन यहाँनिर बिसाउने हो बाइक कुन डाँडा हो यो ऊ तलको डाँडा ल साथीभाइहरू हामी फाइनली गडी डाँडाभन्दा अलिक तल यो दामी ग्राउन्ड रहेछ अनि स्कुलको नाम पनि हामी पढिहालौँ साथीहरू श्री जनता आधारभूत विद्यालय फुङलिङ नगरपालिका 10 नम्बर फुरुम्बो ताप्लेजुङ स्थापना 2064 मा स्थापना भएको रहेछ यहाँ ग्राउन्ड दामी बनेको रहेछ यहाँ निकै खेल्दो रहेछ साथीभाइहरू ल गाइज है ब्लग आयो फुरुम्बोतिरको पनि अब गडी डाँडाको ड्रोन सट गाइज तपाईँहरूकै लागि भनेर ल फाइनली साथीभाइहरू हामी यो गडी डाँडाभन्दा अलिक तलतिर यो जनता आधारभूत विद्यालयबाट चाहिँ ड्रोन सट उडाइयो गडीहरू देखाउने कोसिस गऱ्यौँ अनि
यहाँनिर उत्तम भाइहरूलाई पनि भेटाइयो, चिन्नु हुँदो रहेछ उत्तम भाइले, तर मैले चाहिँ नचिन्दो रहेछु, मेरो भ्लगहरू हेरिराख्नु हुँदो रहेछ। थ्याङ्क यू सो मच भाइलाई पनि है, उत्तम भाइलाई। सो भाइसँग एकछिन गफ गरियो। अब मेरिङडेनको लागि यहाँनिर प्र्याक्टिस हुँदै रहेछ भाइहरूको चाहिँ फुटबल म्याच। जे होस् राम्रो होस्। फुरुम्बोको साथीभाइहरूले हेर्दै हुनुहुन्छ भने यसो सेयर गरिदिनु होला हाम्रो भ्लग है, के कस्तो लाग्छ। ताप्लेजुङको विभिन्न ठाउँहरू प्रमोट गर्ने मेरो एउटा सोच हो साथीभाइहरू। तपाईँहरूको पनि ठुलो हात छ भिडियोलाई सेयर गर्ने है। अब हामी गडी डाँडामा के नास्ता खाउँ तेन्जिङ? ल त्यही त चाउचाउ अन्डा त होला यहाँ आउँदी खाने हो। पर भ्याइ छ पुगिहाल्छ नि। ल हामी अब यहाँ खाजा साजा खान्छौँ सल्लाह गरेर। हामी अब यहाँ जे पाउँछ खाजा खान्छौँ, त्यसपछि हामी सट्टसँगले जान्छौँ। ल फुरुम्बोको साथीभाइहरू, गडीको साथीभाइहरू, हाम्रो माया छ, तपाईँहरूले पनि हामीलाई माया दिनुपर्ने हुन्छ है साथीभाइहरू। ल गडीमा चाउमिन र अन्डा खाँदैछौँ हामी। दुईवटा त खाउँ होला अन्डा होइन? तिमीलाई त फेरि अलिक एनर्जी चाहिन्छ, सो हामी अब खाजा खान्छौँ। गडीको खाजा साथीहरू है। फाइनल्ली चाउमिन अन्डा। ल धन्यवाद बहिनी। अर्को अन्डा पनि ल्याइदिनु ल, एउटा। खासै भोक त मलाई लागेकै पो थिएन छ त हौ। ल साथीहरू खाजा खाइयो यहाँनिर सानो बेर होइन। बाफ्रे तेन्जिङ यति ढिलो गर्यो, लगभग 30वटादेखि 35वटा भिडियो पोस्ट गरेछ एउटै भिडियो। हाँस्दै निस्क्यो। ल साथीहरू लेट्स गो। आजको यात्रा हाम्रो निकै राम्रो भएको छ। रात पर्न लागिसकेको छ। अब आधी घन्टामा त हाम्रो एकदम रात। लु आऊ छिरो। अब आधी घन्टामा हाम्रो फाइनल्ली रात परिसक्छ है। सो हामी अब खुरुखुर जान्छौँ है। ल ओए ड्रोनको झोला कोही ड्रोनको झोला बिर्सेको यार। गयो कस्तो बिर्सेको यार ड्रोनको झोला यार। छ्या कस्तो बुद्धि यार। यस्तै भयो बुद्धि भन्दा नि के गरी खानु हो साथीभाइहरू। हेटेरिका झोलै बिर्सिदिएर यार। अगाडि भिर्छु ल, तेन्जिङको साह्रो पछाडि। ओइ ल गाइज है, अब चाहिँ फाइनली जाने हो। ब्याग त बिर्सेर अनि दिमाग अप्ठ्यारो हुँदो रहेछ नि, झुन्डिँदैन रहेछ। यहाँ झरिहाल्यो नि। हो त्यसरी समात्यो भने चाहिँ हुन्छ। राति आइपुग्यो यार फाइनली राति। हाम्रो बसाइ गडीमा धेरै भोके, नत्र हामी अघि आइपुग्थ्यौँ। गडीमा खाजा खाएको, तेन्जिङले 30-35वटा भिडियो पोस्ट गरिन्छ। डिलिट गर्दा 10-15 मिनट गइगयो गाइज होइन। सो हामी फाइनल्ली बजार पुगिसक्यौँ। अब हामी टक्कसँगले बाइकहरू झोलाहरू बिसाउँछौँ है, अनि त्यसपछि अरू कुरा गरिन्छ गाइज है। फाइनल्ली ओइ के साह्रो टाइट हो आमामा। गाडी नै गाडी हो। ताप्लेजुङमा पनि गाडी धेरै, सानो बजार सानो बाटो धेरै गाडी है। सो गाइज हाम्रो भ्लग कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुनेछ है। ल हामी फाइनली यहाँ दिनेशकोमा बिसाइराखौँ बाइक। उही मुनतिर। अनि तिम्रो छैन त? सब त्यहाँ बिसाउने हो नि त।
ओइ खडक्स पुग्यो के खुस्केला जस्तो भयो सो गाइज फाइनल्ली अहिले भने रुमतिर आइसकेको छु अनि आजको भ्लग तपाईँलाई कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला भन्दै यो भिडियोलाई म इन गर्न चाहन्छु हवस् त बाइ बाइ सी यु अगेन नेक्स्ट भिडियो साथीभाइहरू